सुमन फिर डांस शुरू कर बीच में अब बीच में फिर डांस शुरू करना अब भ्याइयो सुमन यहाँ आइज नि त भन्न त आन्दोलनको बारेमा भन्न साङ्गीतिक आन्दोलन एकदम साङ्गीतिक आन्दोलन छ भित्र हाम्रो सरहरू बसिसक्नु भएको बैठक भएको कस्तो बैठक भएको कस्तो सुरु गर्नुहोस् न आन्दोलन के हो ल यो आन्दोलन खास के हो ल भन्नुहोस् त आन्दोलन माग भनेर हामीले पढाइ गर्नै पर्छ यो कसरी सुरु भयो आन्दोलन होइन आन्दोलन बिहान म चिया खाएर आएको हजुर यो कहिलेसम्म सकिएला जस्तो लाग्छ वार्ताको कन्डिसन कस्तो सुमन टेक्नोलोजी म्यूजिकल खाई म्यूजिकल
भन्न आन्दोलनको बारेमा भन्न आन्दोलन यो भेरिफाई स्टाइलमा डिप्लोमा अलि टाढोबाट अलि टाढो भेरिफाई स्टाइल अलि टाढाबाट बजाउँछु त भेरिफाई स्टाइलमा डिप्लोमा इन्जिनियरिङ कलेजमा आन्दोलन गरेको क्लासमा सरहरूले कृति गर्नुपर्छ भनेर साङ्गीतिक आन्दोलन असल विषयको पहिलो युट्युबमा पनि हेर्न सक्नुहुन्छ रोबो 99 मा साङ्गीतिक आन्दोलन हो साङ्गीतिक आन्दोलन काहीँको साङ्गीतिक आन्दोलन हो युट्युबमा रोबो 99 मा हेर्न सक्नुहुन्छ धन्यवाद देवी आन्दोलनको बारेमा के भन्न चाहनुहुन्छ यो आन्दोलन कसको लागि हो खास के को लागि बनाउँछ हाम्रो विद्यार्थीको लागि हो ए ल यसको उद्देश्य के छ खास यसको उद्देश्य पढाइ हुनुपर्छ ए ल अब कहिलेसम्म होला वार्ता कन्डिसन के चल्दैछ है ए ल क्यामेराम्यान भिजिरहेको छु यार बारम्बार यही कारणले सरहरूले बन्द गर्नुभयो हो अलिअलि फेरि सरहरूले बन्द गर्नुभएको छ त्यसमा तपाईँले भन्नुभयो भित्रबाट हल्ला नगरेर वार्ता मात्रै के भन्दै भन्नु ल वार्ता बन्द गर्ने अर्को उपाय अप्नाउनु पर्यो हाम्रो पढाइ सरको भिडियो ल सर 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 यो वार्ताको बारेमा चाहिँ भनिदिनु सर यता सर यता यता सर यता लिएर माथि लाने अब आन्दोलन ल ल ल तपाईँ भन्नुहोस् आन्दोलनको कन्डिसन के हुँदैछ कहिलेदेखि सुरु भएको हाम्रो